आज चाहिँ मार्केट 21 अङ्कले घटेको छ भने आज 4 अर्बको चाहिँ टर्नओभर आएको देख्न सकिन्छ र मार्केट चाहिँ केही दिनदेखि चाहिँ यही एरियामा कन्सोलिडेट गरिरहेको छ र अब मार्केट कतातिर जान्छ भन्ने कुरा हेर्दाखेरि चाहिँ जुन यो लेभलबाट मार्केट घट्दै यहाँसम्म आएको छ र मल्टिपल टाइम चाहिँ यहीँ आएर चाहिँ रिजेक्सन भएको छ। यो क्यान्डलमा रिजेक्सन भएको छ, यो क्यान्डलमा रिजेक्सन भएको छ भने आज चाहिँ मार्केट चाहिँ 21 अङ्कले घटेको देख्न सकिन्छ भने यो लेभलबाट चाहिँ मार्केट तल पनि गएको छैन र यहाँबाट माथि पनि गएको छैन अहिले। र आरएसआई हेर्दाखेरि चाहिँ आरएसआईमा चाहिँ बेरिस डाइभर्जन पनि देख्न सकिन्छ। साथै अहिलेको टाइममा चाहिँ अब मार्केटको मुभ कता होला भने सोच्नु भएको छ भने अब मार्केट चाहिँ यो लेभलबाट यदि माथि यो 2750 को लेभलसम्म जान पनि सक्छ अथवा यही लेभलबाट घटेर यो जुन 2600 को लेभलसम्म पनि आउन सक्छ। भोलिको क्यान्डल चाहिँ कस्तो भन्छ तपाईँले चाहिँ राम्रोसँग वाच गर्नुपर्ने हुन्छ, किनकि पछिल्लो दिनमा चाहिँ यो क्यान्डलमा एकदम म्यानिपुलेसन भएको थियो। यो जुन यो 4वटा क्यान्डल छ यो 4 दिनमै चाहिँ सबै म्यानिपुलेसन भएको छ, किनकि जुन यो ग्याप डाउन भएर चाहिँ एकदमै धेरै सेलिङ प्रेसर आएर यो क्यान्डल बनेको थियो भने अर्को दिन फेरि ग्रिन बन्यो र मार्केटलाई यदि माथि नै जानु थियो भने यो कन्सोलिडेट नगरिकन आजको क्यान्डल चाहिँ ग्रिन बन्नुपर्ने थियो। र आजको क्यान्डल हेर्दाखेरि चाहिँ यदि भोलि क्यान्डल चाहिँ यो लेभलभन्दा मुनि चाहिँ क्लोजिङ दिन्छ भने चाहिँ मार्केट केही घट्न सक्ने देख्न सकिन्छ भने यदि हेल्दी क्यान्डल चाहिँ माथि जुन यो लेभलभन्दा माथि चाहिँ एउटा हेल्दी ग्रिन क्यान्डल चाहिँ बन्छ भने मार्केट यो 2750 को लेभलसम्म चाहिँ जान सक्ने देख्न सकिन्छ। र अहिलेको टाइममा चाहिँ बाई सेल चाहिँ केही पनि नगर्नु होला, स्क्रिप्टहरू चाहिँ वाच लिस्टमा राख्दै गर्न सक्नुहुन्छ, किनकि अहिले एकदमै लो प्राइस भएको स्क्रिप्टहरू चाहिँ अलिअलि मुभ आउने जस्तो देख्न सकिन्छ। आज चाहिँ एभरेज कलर लिमिटेडले चाहिँ 14% सर्किट आनेको छ भने केकेएचसी पनि राम्रो बढेको छ। आज जुन 10%ले बढेको छ हिजो अस्तिदेखि नै एउटा राम्रो मोमेन्टम देखिरहेको थियो र जोसमा पनि आज राम्रो इन्क्रिमेन्ट छ। जुन हिजो र अस्तिको दिनमा एकदमै राम्रो भोल्युम आएको थियो र हिजो पनि अलिकति बाइङ र सेलिङ बराबरै देख्न सकिन्थ्यो भने आज चाहिँ एकदमै राम्रो भोल्युम आएको देख्न सकिन्छ। सप्तकोशी डेभलपमेन्ट ब्याङ्क चाहिँ आज 13%ले घटेको देख्न सकिन्छ भने पछिल्लो दिनहरूमा चाहिँ एकदम राम्रै मोमेन्टम थियो र आज चाहिँ एकदमै धेरै घटेको छ। जेएनजी स्टकहरूमा पनि खासै अहिले कुनैमा पनि मोमेन्टम आउन सक्ने चाहिँ तत्कालै चाहिँ कुनैमा पनि देखिँदैन र आज चाहिँ सबैभन्दा धेरै टर्नओभर आएको केकेएचसीमा एकदमै धेरै टर्नओभर आएको छ, एसबिएल ब्याङ्कमा पनि टर्नओभर आएको छ, एनएचपिसीमा पनि एकदमै टर्नओभर आएको छ र यसमा पनि अलिकति राम्रो मुभ आउन सक्ने जस्तो देख्न सकिन्छ। सिएफसिएलमा पनि धेरै टाइमदेखि चाहिँ एकदमै ग्रिन गरेर ग्याप डाउन ओपन भएर ग्रिन क्यान्डल बनेको देख्न सकिन्छ भने यसमा पनि केही अलिकति चाहिँ मुभ आउन सक्ने पनि देख्न सकिन्छ। र रिडीमा पनि आज टर्नओभर आएको छ भने रेड क्यान्डल बनेको छ, यसमा चाहिँ इन्ट्री नगर्नु होला। र रिलायन्स स्पिनिङ मिलकोमा चाहिँ सेलिङ आएको देख्न सकिन्छ जुन पछिल्लो दिनहरूमा। यसको चाहिँ भदौ 1 गतेदेखि चाहिँ 7,70,000 किता चाहिँ लकिन खुलिरहेको छ, त्यही भएर यसमा चाहिँ सेलिङ प्रेसर चाहिँ हाम्रो देख्न सकिन्छ भने यो रिलायन्स स्पिनिङ मिलमा चाहिँ इन्ट्री नगर्नु होला। र शिवम सिमेन्टमा पनि आज एकदमै ग्याप अप ओपन भएर चाहिँ रेड क्यान्डल बनेको छ। आज एकदमै धेरै अकुमुलेसन गरेको स्टकहरू चाहिँ आज जोशी एकदम धेरै अकुमुलेसन गरेको छ, सिएचएल पनि अकुमुलेसन भएको छ भने केकेएचसी पनि एकुमुलेसन भएको देख्न सकिन्छ र एनएचपिसी पनि एकुमुलेसन भएको देख्न सकिन्छ। र नारायणी डेभलपमेन्ट ब्याङ्कमा पनि एउटा राम्रो मुभ आउन सक्ने देख्न सकिन्छ, किनकि एकदमै धेरै घटिसकेको छ भने यहाँ आएर चाहिँ एउटा आरएसआईले पनि एउटा बुलिस डाइभर्जन देखाइरहेको छ भने एउटा प्याटर्न हेर्दा पनि बुलिस नै मोमेन्टम देख्न सकिन्छ भने यो नारायणी डेभलपमेन्ट ब्याङ्कलाई चाहिँ सानो टार्गेट राख्ने नै अहिले बाई गरेर चाहिँ 900 सम्म चाहिँ एक्जिट गर्न सक्नुहुन्छ। र अहिलेको टाइममा यदि बाई गर्ने सोच्नु भएको छ भने हाइड्रो पावरको चाहिँ एकदमै लो प्राइस भएको स्टकहरू चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ। त्यसमा चाहिँ अलिकति मोमेन्टम आउन देख्न सकिन्छ भने अरूमा खासै त्यति मोमेन्टम आउन सक्ने चाहिँ देखिएको छैन र मार्केटले कस्तो मुभ लिन्छ हेरेर चाहिँ इन्ट्री गर्नु होला। र आज अन्य ब्रोकरले चाहिँ 40 करोडको चाहिँ बाइङ गरेको छ भने 32 करोडको सेलिङ गरेको देख्न सकिन्छ भने एनएचपिसी चाहिँ आज 8 करोडको बाइङ गरेको छ र 1.25 करोडको चाहिँ सेलिङ गरेको छ। 49 नम्बर ब्रोकरले चाहिँ 12 करोडको चाहिँ बाइङ गरेको छ भने 20 करोडको सेलिङ गरेको छ र एसओएचएल चाहिँ
69 लाखको चाहिँ बाइङ गरेको छ भने 15 लाखको चाहिँ सेलिङ गरेको छ। 34 नम्बर ब्रोकरले 11 करोडको बाइङ गरेको छ भने 19 करोडको चाहिँ सेलिङ गरेको छ र एचपिपिएल चाहिँ 1.95 करोडको बाइङ गरेको छ भने 12.27 लाखको चाहिँ सेलिङ गरेको देख्न सकिन्छ भने 42 नम्बर ब्रोकरले 13 करोडको बाइङ गरेको छ भने 13 करोडको चाहिँ सेलिङ गरेको देख्न सकिन्छ, जुन चाहिँ बराबर नै छ। र एलबिबिएल चाहिँ 1.42 करोडको चाहिँ बाइङ गरेको देख्न सकिन्छ। र 17 नम्बर ब्रोकरबाट 9.32 करोडको बाइङ छ भने 16 करोडको चाहिँ सेलिङ रहेको छ। र एसबिएल ब्याङ्क चाहिँ 4.29 करोडको बाइङ गरेको छ भने 12.46 लाखको चाहिँ सेलिङ गरेको देख्न सकिन्छ भने 32 नम्बर ब्रोकरबाट 13 करोडको चाहिँ बाइङ गरेको छ भने 8.76 करोडको सेलिङ गरेको छ। र सिजिबिआइएलपी चाहिँ आज 7.22 करोडको बाइङ गरेको छ भने सेलिङ चाहिँ गरेको छैन। 48 नम्बर ब्रोकरबाट 10.81 करोडको बाइङ गरेको छ भने 10.74 करोडको सेलिङ गरेको छ। र एनजिपिएल चाहिँ 86.69 लाखको बाइङ गरेको छ भने 40,000को चाहिँ सेलिङ गरेको छ भने एनजिपिएल चाहिँ एकदमै धेरै आज बाइङ गरेको देख्न सकिन्छ। र 45 नम्बर ब्रोकरबाट चाहिँ 9.33 करोडको बाइङ गरेको छ भने 11.80 करोडको चाहिँ सेलिङ गरेको छ। र सिएफसिएल चाहिँ 1.45 करोडको बाइङ गरेको छ भने 13.93 लाखको चाहिँ सेलिङ गरेको छ। र 28 नम्बर ब्रोकरले सास आज 1.74 करोडको बाइङ गरेको छ भने 11.53 लाखको चाहिँ सेलिङ गरेको छ। र 38 नम्बर ब्रोकरले बिबिसिएल 95.50 लाखको बाइङ गरेको छ भने 64,000को चाहिँ सेलिङ गरेको देख्न सकिन्छ भने आजको चाहिँ वाच लिस्टमा राख्न सक्नुहुन्छ तपाईँहरूले यो स्टकहरू चाहिँ। र कुनै पनि स्टकको चाहिँ एनालाइसिस गर्नु परेमा कमेन्ट गर्नु होला र नेक्स्ट डे मास्टर इभ्री च्यानललाई चाहिँ सब्सक्राइब गरी लाइक कमेन्ट सेयर चाहिँ गर्न नभुल्नु होला। धन्यवाद।